नमस्ते सबैजनालाई हेर्न सक्नुहुन्छ मैले ग्रीन करी बनाउँदैछु आज है। यसरी बनाए मैले बनाउँदै चिकनको है। यसरी पातला पातला गरेर काट्नुस् होला तपाईहरुले। अन्त यसरी बनाउनु पर्छ मजाले है। मैले सबै रेडी बनाइराखेँ त है, तपाईलाई देखाउनु पाइन मैले हैन, किनभने मेरो अलि तबियत पनि ढिलाले हुन कारणले गर्दाखेरि है। यसरी सौतेहरु गर्नुहोस् मजाले है, सबै हालेर यताति थाइ जिन्जरहरु काटेर यताति हैन मजाले बनाउनुहोस्। तपाईले हेर्न सक्नुहुन्छ मैले मार्केटबाट कोकोनट मिल्क हैन, कोकोनट मिल्क पनि ल्याएर राखेको थिएँ मैले। यसै पाउँछ मार्केटमा, तपाईले आफ्नो फ्रेश पनि बनाउन सक्नुहुन्छ। स्वाद अनुसार नमक पनि हाल्नुस् होला है। हालेर यसरी बनाएर स्टिम राइसमा मजाले खानुहोस् होला गरम गरम, तब मिठो हुन्छ हैन। यसरी डिश बनाए मैले। अन्त हनी चिकन पनि बनाउनु पर्ने थियो नि त मेरो त हैन। हनी चिकन पनि बनाए मैले है। यसमा चाहिँ हनीको उयो टचिङ गर्नुपर्छ तपाईले है। गाजर र प्याज हालेर मजाले सौते गरेर यताति बनाएर बनाउनुहोस्। हुन्छ, ओके, बाइ बाइ।